CWC लिग 2 अन्तर्गत स्कटल्यान्डमा रहेको टोलीले मङ्गलबार आफ्नो अन्तिम खेल नेदरल्यान्डसँग खेल्दैछ। हामीले उक्त खेलको सम्पूर्ण डिटेल सहित आजको म्याच प्रिभ्यू तयार पारेका छौँ। तपाईहरुको सजिलोको लागि आजको म्याच प्रिभ्यूले हामीले 4 भागमा बाँडेर हेर्नेछौँ। पहिलो भागमा जनरल इन्फर्मेसन, दोस्रो भागमा करेन्ट फर्म एन्ड पिच कन्डिसन, तेस्रो भागमा हेड टु हेड रेकर्ड र चौथो भागमा व्हाट विल बी द गेम प्लान फर बोथ टिम। आउनुहोस् भिडियोलाई सुरु गरौँ। पहिलो जनरल इन्फर्मेसन। नेपाल र नेदरल्यान्डको अन्तिम खेल जुन 10 मा स्कटल्यान्डको फर्तेल क्रिकेट ग्राउन्डमा खेलिनेछ। यस खेल नेपाली समयअनुसार 3:45 बजेबाट सुरु हुनेछ। यो नेपालको लागि 13 राउन्डको अन्तिम खेल हुनेछ। यो टोलीको लागि अवे कन्डिसनमा खेलिने खेल हुनेछ। दोस्रो करेन्ट फर्म एन्ड पिच कन्डिसन। नेदरल्यान्डले पछिल्लो 5 खेलहरूमध्ये 4 खेलमा जित हासिल गरेको छ। यसलाई सरसरी हेर्दा नेदरल्यान्ड राम्रो फर्ममा रहेको देखिन्छ, तर नेदरल्यान्ड आफ्नो अन्तिम खेल स्कटल्यान्डसँग भने गुमाएको थियो, तर स्कटल्यान्डलाई नेपालले पराजित गरिसकेको छ। यस अर्थमा हेर्दा नेपालका लागि भने चान्स राम्रो रहेको छ, तर नेपालले भएको अन्तिम 5 खेलमा 2 खेलमा मात्रै जित निकाल्न सकेको छ। एक खेल वर्षाका कारण अवरुद्ध हुँदा 2 खेल भने नेपालले गुमाएको थियो, तर नयाँ कोच आएपछि नेपालको फर्म भने राम्रो भएको छ। सम्पूर्ण खेलाडीहरूमा नयाँ एक्साइटमेन्ट, जोस जाँगर पनि देखिएको छ। यसले गर्दा नेपालका लागि यो खेल पनि जितको एउटा अवसरको रूपमा हुनेछ। जुन 2 मा भएको स्कटल्यान्ड विरुद्धको खेलमा पनि नेपाली 2टा खेलाडीहरूले अर्धशतक पार गरे। यसले नेपाली खेलाडीहरूको करेन्ट फर्मलाई दर्शाउँछ। जब टिमले जित दर्ता गर्छ, सम्पूर्ण खेलाडीहरूमा नयाँ कन्फिडेन्ट आउँछ। यो कन्फिडेन्ट हामीले अन्तिम खेलमा अवश्य देख्न पाउनेछौँ। हेड टु हेड रेकर्ड अन्तर्गत पछिल्लो 5 खेलमा नेपालले 2 पटक जित हासिल गर्न सकेको छ भने नेदरल्यान्डले 3 खेलमा जित निकालेको छ। हेड टु हेड रेकर्डमा नेदरल्यान्डको दबाव रहे तापनि नेपालको अहिलेको फर्मका कारण नेपालले यो खेलमा पनि जित दर्ता गर्न सक्ने सम्भावना बलियो देखिन्छ। नेपालले यस हेड टु हेड रेकर्डलाई 3-3 को बराबरीमा गर्न मात्र 1 दिन बाँकी छ भन्दा फरक नपर्ला। हेरौँ यो खेल कस्तो हुनेछ। चौथो, व्हाट विल बी द गेम प्लान फर बोथ टिम। नेपालले स्कटल्यान्ड विरुद्धको खेल खेल्दा हामीले अनुमान गरे बमोजिमको गेम प्लान अनुसार खेलेको थियो, जसको बावजुद नेपालले 1 विकेटको बलियो जित निकाल्न सफल भयो। त्यही अनुसार आगामी खेलमा पनि नेपालले टस जितेर फिल्डिङ गर्नुपर्ने देखिन्छ। यसले गर्दा बल स्विङ र सिम हुने भएकाले नेपाली बलरहरूका लागि यो किफायती साबित हुन सक्छ। जस्तै पहिलो खेलको तुलनामा रिजन ढकालको सट्टामा नन्दन यादवलाई रिप्लेस गर्न सकिन्छ, किनकि नन्दन यादवको पनि करेन्ट फर्म राम्रो रहेको छ। त्यस्तै ब्याटिङतर्फ आरिफ शेखको सट्टामा बसिर अहमदलाई खेलाउन सकिनेछ। बसिर अहमदको नेपालमा हुँदा प्रदर्शन राम्रो थियो, चाहे T20 वर्ल्ड कपमा होस् चाहे ओडिआई खेलमा। नेदरल्यान्ड नेपालका लागि सधैँ जितको तगारो बन्दै आएको छ। म्याक्स टिट्युट, माइकल लेभिट, स्कट एडवर्ड्स जस्ता खेलाडीहरू नेपालका लागि हानिकारक साबित हुन्छन्। उनीहरूलाई जतिसक्दो छिटो आउट गराउन सकेको खण्डमा नेपालका लागि जित थप सहज हुनेछ। तपाईलाई के लाग्छ त? पहिलो खेलमा जस्तै नेदरल्यान्ड विरुद्धको खेलमा पनि के नेपाली टोली विजयी होला त? आफ्नो प्रतिक्रिया दिनुहोस् र नेपाली क्रिकेटसँग सम्बन्धित सम्पूर्ण अपडेटको लागि हाम्रो च्यानल क्रिकेट बुक बाइ सुमनलाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।